मामु पानीपुरी खाने भनेपछि ल्याइदिनै पर्यो अनि मैले पानीपुरी लिएर आएँ। अनि त्यसपछि पानीपुरी फुराउनु पर्यो भनेर तेल सेल तताएँ। फेरि होइन पानीपुरी भन्दा पहिले पापड फुराउँछु, किनभने सानो बाबुलाई पनि त एकछिन अरूमा ल्याउनु पर्यो भनेर फेरि पापड फुराउन थालेँ। यस्तो चाहिँ कसको छोराछोरीले गर्नुहुन्छ? बेलुका भएपछि मेरो छोरालाई कहिलेकाहीँ के खान मन लाग्छ, कहिले के खान मन लाग्छ, कहिले चाउचाउ, कहिले पानीपुरी, कहिले चटपटे, कहिले के उहाँको डिमान्ड भइ नै रहन्छ। अनि मलाई पनि बेलुका खानाभन्दा यस्तै खानेकुराहरू खान फेरि इन्ट्रेस्ट पनि लाग्छ। अनि त्यो भएपछि मामु छोरोको कुरो मिलिहाल्छ। अनि सधैँ त्यस्तो खानेकुराहरू दिन्न, कहिलेकाहीँ अनि यसरी घरमा बनाएको फेरि कागतीहरू हालेकोले असर गर्दैन भनेर दिन्छु। अनि किनेको भन्दा चाहिँ मलाई घरमै बनाएर खुवाउनु मजा लाग्छ। अनि मैले यसरी गरिरहँदा बाबुले पनि हेरेर सिकेर गर्नुहुन्छ, हेल्प गर्नुहुन्छ। अनि म यहाँ पापड तार्न थालेँ, बाबु हाल्दै हुन्छ, म चलाउँदै निकाल्दै गर्दैछु। अनि बामु छोरो भएपछि यस्तै हो, हामी गफ गर्दै मिली काम गर्ने गर्छौँ। अनि यसरी बाबु हाल्ने म निकाल्ने चलिरहेछ। अनि हामीले पापड तारिसक्यौँ। अनि पापड तारिसकेपछि अब पानीपुरी फुलाउने तयारी गर्न थाल्यौँ। यी पापड तारेर रेडी भयो अनि पानीपुरी फुलाउन थाल्यौँ। अनि मामु म आफै पानी फुराउँछु, हजुर चाहिँ हालिदिनुहोस् ल भन्न थाल्नुभयो। ठिकै छ नि त, अब बाबुले रहर गरेपछि भनेर पानीपुरी फुलाउन बाबुलाई दिएँ। अनि म चाहिँ भाँडा थापेर बसेँ। अनि बाबु पानीपुरी फुलाउने, म थाप्ने भइरहेको हाम्रो। अनि मामु छोरो गफ पनि गर्दै अनि यस्तै हुन्छ हाम्रो चाहिँ फेरि होइन। हामी उटपटाङ हरकत पनि गरिरहन्छौँ। उयो बाबुलाई म बाबु यता हेर न भन्दै देखाउँदै पनि छु। उता खाना पनि रेडी हुँदैछ। खासमा हामीले बाबु आमाले र बाबुहरूलाई चाहिँ खाना खुवाइसके म पहिले खाना खुवाएर मात्र यस्ता चटपटा खानेकुराहरू खान दिन्छु। किनभने यस्तो खानेकुरा खाएपछि खाना खानुहुन्न। बेलुका भइसकेको थियो, मैले खाना पहिले खुवाइसकेर अनि हामी दुईजनाले बाबा र मैले मात्र खान बाँकी राखेपछि अनि मात्र मैले पानीपुरी लिएर आएर फुराउन थालेको। अनि अब अफिसबाट आएपछि बाबा मामु हजुरहरू माम खानु अनि मात्र खानुपर्छ, अहिले रेडी चाहिँ गरौँ न भन्नुभयो र बाबुले म पानीपुरी लिएर आएर फुराउन थालेको। अनि बाबु फुराउने, म अनि भाँडो थाप्ने चलिरहेछ, आरी थापिरहेको छु। अनि यस्तो चटपटा खानेकुराहरू खाने भनेपछि चाहिँ मेरो छोरालाई फेरि जाँगर भएको नभएको जाँगर हुन्छ नि आइलाग्छ। अनि त्यो भएपछि बाबु पनि जाँगर चलाएर गर्न थाल्नुहुन्छ। अनि म पनि अनि छोरो भएपछि र गफ गर्दै गएपछि मलाई पनि फेरि जाँगर चल्छ। सो हामीले पानीपुरी फुराइसक्यौँ। अब हामी पानी बनाउन थाल्यौँ। अनि मैले एउटा भाँडामा पानी हालेँ। अनि यसरी मलाई घरमै बनाएको चाहिँ मलाई एकदम राम्रो पनि लाग्छ, मिठो पनि लाग्छ। अनि मेरो बाबुलाई पनि मैले बनाएको चाहिँ मिठो लाग्छ। त्यसपछि नुन हालेँ। अनि त्यसपछि फेरि बिरे नुन हालेँ। मलाई चाहिँ नुन र बिरे नुन दुइटै नुन हालेको मनपर्छ। बिरे नुनले अर्कै मिठो टेस्ट दिन्छ कि। अनि त्यसपछि मसला हालेँ। अनि धनियाँ र जिराको पाउडर हालेँ, कागती हालेँ। अनि फेरि मलाई अर्को मसला पनि हालौँ जस्तो लाग्यो। अनि कहिलेकाहीँ चाहिँ मलाई चाउचाउको मसला थोरै हाल्न मन लाग्छ। अनि मलाई चाहिँ फेरि रस चाहिँ कागतीकै हाल्न मन लाग्छ कि अमिलोको लागि चाहिँ। किनभने घरमा बनाइसकेपछि अलिकति हेल्दी नै बनाऊँ न, बाबुहरूले पनि खाने हो भने जस्तो लाग्छ। अनि त्यो भएर मैले कागतीहरू हालेँ। अनि अलिकति अनहेल्दीमा चाहिँ चाउचाउको मसला थोरै हालेँ। यसले चाहिँ अलिक मिठो टेस्ट दिन्छ कि। म अजिना भन्दा पनि अब चाउचाउको मसलामा अजिना भइहाल्छ। अनि थोरै हालेपछि त्यो मसलाले अजिनाको पनि टेस्ट दिन्छ र मसलाको पनि टेस्ट दिन्छ। सो मिठो पनि हुन्छ। धेरै होइन, थोरै चाहिँ हाल्छु। अजिना चाहिँ फेरि म डाइरेक्ट हाल्दिनँ होइन। अनि त्यसो गरेपछि पानी पनि रेडी भयो। कस्तो मिठो पनि भएको थियो क्या पानी पनि फेरि। त्यसपछि अचार बनाउन थाल्यौँ। अघि मैले आलु उसिनेर रेडी गरिदिएँ। अनि मैले आलुलाई तासेँ, बोइल गरेको आलुलाई तासेपछि त्यसलाई मजाले मिचेँ पहिले होइन। अनि बाबुलाई चाहिँ फेरि प्याज खोर्सानी केही पनि मन पर्दैन कि। अनि त्यो भएपछि पहिले मसला नुन अनि बिरे नुन हालेँ। अनि कागती पनि हालेँ। अनि पहिले त्योभन्दा अगाडि तेलले जाने, किनभने तेलले जानेपछि अचार चाहिँ मिठो हुन्छ कि। चटपटेकै अचार पानीपुरीकै अचार भए पनि जेको अचार भए पनि अचारमा चाहिँ मलाई चाहिँ प्रायः तेलले मजाले आलुको अचारहरू चाहिँ जेमा खाने भए पनि तेल जानेपछि त्यसको टेस्टै अर्को मिठो लाग्छ। त्यही भएर मैले चाहिँ नुन बिरे नुन मसला अनि कागती अलिअलि निचोरेँ। अनि त्यसपछि
तेल छान्न लगेँ मैले तेलले छानिसकेँ अनि ल्याएर मजाले मिचेँ अनि बाबुलाई निकालिदिएँ अनि अलिक लागेन जस्तो लागेर फेरि अमिलो थप्दैछु म चाहिँ अनि त्यहाँबाट मजाले बनाएर अनि बाबुले पापड पनि हालौँ न मामु भनेर माथिबाट पापड छर्किँदै हुनुहुन्छ कि अनि पापड सापड हालेर हामीले चाहिँ रेडी गऱ्यौँ अनि बाबुलाई निकालेँ अनि त्यसपछि मैले प्याज र खुर्सानी हालेँ अनि हेर्दै कस्तो खाउँ खाउँ लाग्दो भएको थियो क्या अचार पनि यति टेस्टी भएको थियो कि साथीहरू साँच्चै होला यो देख्दाखेरि खाउँ खाउँ यो भोइस ओभर गरिरहँदा पनि खाउँ खाउँ जस्तो भइरहेछ क्या मलाई चाहिँ अनि बाबुहरूलाई सुताएर म चाहिँ भोइस ओभर गर्न थालेको पानीपुरी भयो पानी भयो अनि त्यहाँबाट अचार कस्तो मिठो भएको थियो यो कम्युनिकेसन भनेदेखि वाउ अनि बाबु र म पानीपुरी खान थाल्यौँ बाबु म पानीपुरी किनभने सानो बाबुलाई चाहिँ अघि पापड दिएको थियौँ अनि आज चाहिँ बाबु आउनु भएन पापड दिएपछि पापडमै हलमलिरहनु भएको छ कि अनि यसो मैले पानीपुरी चाखेँ अचार हालेँ हेर्नु न अब एउटा हातले क्यामेरा एउटा हातले भएपछि त कस्तो अप्ठ्यारो पनि हुने होइन अनि माथिबाट पापड राखेर खाएको थिएँ